कस्तो छ यात्रा म जान्न होला दीपक सर ओ दीपक सर ठिक छ नि यो तरिकाले चाहिँ हामी माथि सिलिजुङ पुगिँदैन है साथी हो मिसाल सर यो तरिकाले त गइन्न हामी चाहिँ माथि के अरे पिके पिकको बेस क्याम्प चाहिँ जानु भनेर हिँडेको बाटोको हालत यस्तो रहेछ यहाँ बाइकले नतानेर बिजो हिँडाइ चाहिँ यहीँबाट मचेला जस्तो छ यहाँबाट भिन्न चाहिँ हाम्रो यो चाहिँ तपाईँ भिड्ने सानो चाहिँ खोइ अठ्याउँदैछ बाटो चाहिँ बिजोग अवस्था भइसकेपछि हामी चाहिँ अब हिँड्ने निर्णय गयो यता रेडी हुँदैछ हामीहरू चाहिँ हुन त 3 भने यत्न अब 2 किलोमिटर थियो होला 2 किलोमिटर धेरै होइन 2 किलोमिटर धेरै होइन हिँड्नु चाहिँ हामी कहाँ हामी यार कति हिँड्ने मान्छे अनि कता अड्किन्छ तान्दैन सुनु हतार भएको लत्ते तान्दिउँ म लत्तै तान्दिनँ होइन ल यो चाहिँ बोक्नु यार लत्तै तान्ने रे बुढो सानो छ नि बुढो खोइ तपाईँको बेला अब अगाडि एउटा पछाडि एउटा यो पछाडि चाहिँ बाँधिदिनु यसको ल बाइक पार्किङ छ यहाँ पारी गाउँ रहेछ यहाँबाट उता बाटै रहेछ पर पुगेर इन्डिङ रहेछ अब हामी चाहिँ उकालो स्वाट्ठ उकालो यस्तो छ हाम्रो हिँडाइ सुरु भयो है अब आजबाट चाहिँ ट्रेकिङ सुरु भयो यस्तो छ है हालत खराब छ हाम्रो यो ग्रुपकै सबभन्दा हट्टाकट्टा बलियो मान्छे 6 प्याक मात्र देखिन बाँकी भएको हाम्रो निरज सर कस्तो हुँदैछ हाम्रो टिकेको यात्रा दीपक सर के छ दीपक सरको चाहिँ खसी नै भइसकेको आम्मा यार ज्यान हेर यस्तो यो त बोइलर जस्तो भइहाल्यो नि फेरि हिमाल सर के छ गाडीमा धेरै वर्ष भएको थियो नहिँडेको जान्न होला मिसाल सर मलाई त यो चाहिँ हामीहरू चाहिँ सोलु हुँदै हामी सोलुखुम्बुको पिके पिक क्याम्प जान थालेको त्यहाँ जाने बाटोमा चाहिँ हामी यो पिके पिकको बेस क्याम्प भन्दा तल चाहिँ हामी बाटोमा जाँदैछौँ होइन तर यो जाँदाखेरि बाटोमा चाहिँ यो निकै यो काठहरू कुहिएर के भन्छ वेस्ट भइरहेछ होइन अनि यसको चाहिँ नेपाल सरकारले एउटा नीति नियम बनाएर होइन यसलाई चाहिँ बेच्नुपर्छ
हाम्रा नेताहरूले भन्छन् यस्ता सल्लाह काठहरू चाहिँ विदेशबाट खरिद गर्ने भन्दै हुन्छन् छन् होइन, तर चाहिँ हाम्रो जङ्गलमा चाहिँ यसरी काठहरू चाहिँ कुहिएर वेस्टेज भइरहेको छ। यसलाई चाहिँ व्यवस्थापन बनाएर नीति नियम बनाएर बेच्नुपर्छ। यस्तो जङ्गलमा निकै काठहरू कुहिएर वेस्टेज भइरहेको छ है त। यत्रो हामीहरू चाहिँ यो सोलुखुम्बुको पिके पिक ट्रेक जान थालेको। बाटोमा जाँदाखेरि चाहिँ यो निकै काठहरू चाहिँ कुहिएर यत्तिकै वेस्टेज भएर गइरहेको छ। यो काठहरूलाई चाहिँ व्यवस्थित तरिकाले व्यवस्थापन गरेर बेच्नुपर्छ। नेपालको धन हरियो वन चाहिँ भनिन्छ, तर चाहिँ त्यसको हामीहरूले सदुपयोग गर्न सकिरहेनौँ। यसरी काठहरू पुरा जङ्गलमा लडिरहेको छ। यसमा चाहिँ सरकारले एउटा उपयुक्त नीति नियम बनाएर यसलाई चाहिँ बेच्नुपर्छ। बाहिरी देशमा हुन्छ या नेपालभित्रै बेच्न सक्यो भने यसबाट हामी निकै आम्दानी लिन सक्छौँ। उहाँ तल पनि एउटा निकै ठुलो काठ छ, त्यसलाई पनि यस्तो धेरै छन् यहाँ जङ्गलमा। यसलाई चाहिँ व्यवस्थापन गर्न सक्यो भने देशको अर्थतन्त्रमा केही मात्रामा भए पनि टेवा पुग्ने देखिन्छ। यहाँ डन्नै छ तल ठुला रुखहरू। यो रुख चाहिँ यहाँ यसको नाम त थाहा भएन, तर यो हिमाली सल्लाह हो। यो चाहिँ सल्लाह हो, यसको व्यवस्थित तरिकाले गर्नुपर्छ भन्ने चाहिँ मलाई लागिरहेछ है त। यो चाहिँ हामी पिके पिकको एभरेस्ट क्याम्पमा जान थालेको। जाँदाखेरि चाहिँ बाटोमा हामीहरू बसिरहेको छ पानी खाने ठाउँमा। यस्तो खतरा पानी रहेछ यहाँ चाहिँ हाम्रो सरहरू। यस्तो छ बाटो चाहिँ है, तर पानी चाहिँ निकै चिसो छ। पानीको मुहान चाहिँ यहाँनिर छ हाम्रो। मैले अर्को मात्रै भन्नु भएन देखो त पाउँछ। माउन्टेन ड्यू ब्युटिफुल मौसम पनि च्यालेन्ज गरिरहेको छ। हामी चाहिँ लगभग अब बेस क्याम्प पुग्न आँट्यो नि दाजु। हजुर, अब धेरै छैन, आधा घन्टा 25 मिनट हो पुगिन्छ। त्यसपछि चिल गर्नुपर्छ। चिल पुरै पुगेर हामी एकदम आजको दिनमा सबैभन्दा माथि बसेर साइग रक्सी खान्छौँ। त्यसपछि होला म खान्न होला, पिउँदिन होला, मौसम यस्तो छ। रक्सी खाइएन भने मलाई यस्तो बोकाइदिएर अनि
गरौँ छैन त बुढा छैन सन्ता ठ्याक ठ्याक गर्न थाल्यो न मान्छे बोलेकै सुनिसक्यो हजुर यतै फर्किने हो भन्छ भने किन दुःख गर्नु थ्याङ्क यू भेरी मच घरबाटै आएको छु घरबाटैमा आएको बाटै बुझिहाल्यो तल अनि हजुरहरू उतै के गर्नु भएको मिसाल चाहिँ सिमेन्ट छ भने सोहीको यो चिलाइदिनु जस्तो लाग्यो होइन यताबाट सिधै मजा दिइरहेको छ भाइले मिसाल सरले चौरीलाई चिलाइदिँदै हुनुहुन्छ है उहाँ चिलाइदिँदैछु कलाइदिएको एक घन्टाको बाटो हिँडेको बिजिकै छ शीत पर्यो सर उता चाहिँ यो है यो पछाडि पर्यो यो चाहिँ अगाडि हो अगाडिबाट हेर्ने र पछाडिबाट हेर्ने कुरा भनेपछि हामी विचार गर्नु हामी आज बेस क्याम्प गयो भने पनि यहाँ बस्यो भने पनि लास्टमा बिचमा आउने चिज रहेछ हैन त हो त्यस्तो है उताबाट चाहिँ यतै हामी चाहिँ लगभग अब यहाँ हाम्रो आजको चाहिँ गन्तव्य चाहिँ आइपुगेको छ है हजुर जसमानी भन्छौँ आज चाहिँ हामी अब लगभग हाम्रो स्टे गर्ने ठाउँ चाहिँ आयो लजिङ फुडिङको व्यवस्था अब हुन्छ चौरी देख्दैछौँ हामी पछाडि होटल एकदम राम्रो छ भन्ने मैले फिल गरिसकेँ हामीलाई यो खालको चाहिँ जहाँ पाए त्यही नपाउला जस्तो दामी देख्दैछु बाउ चाहिँ चौरी बिहान कतिको घाम लागेको थियो आज पनि मौसम त ठिकै भएको थियो हेर्नुहोस् अघि बिहान दुईजना मान्छे माथि गएर एकजना यो स्याटका पलाउने सरहरू आज चाहिँ हामी के अरे यो के ठाउँ अरे यो के भन्छौँ दाजु जसे भन्ज्याङ है जसमा नै भन्ज्याङमा छौँ है 3512 मिटर ओ माय गॉड 3510 है बुढा मिलेको रहेछ नि हाम्रो यहाँ मैले 3510 भनेको तल्लो सुरुमा यहाँनिर हो त 3512 रहेछ नि त 2 किलोमिटर झन्डै होला नि यहाँ त आएको तपाईँ यस्तो छ हाम्रो हजुर अब आज यसको अलिकति चर्चा गरौँ यो बालेन ट्राउजर बालेनले लाउनु भन्दा अगाडि सायदै यो ट्राउजर प्रोडक्ट भएदेखि सबैभन्दा हाईमा आज हामीले नि लगाइरहेको छौँ होला एकदम 3510 अनि 3510 नै भइसक्यो नटाजो 12 हो 3512 12 हो आम्मा बानानियाजी त अब काठमाडौँ भन्दा कतै गएको भएको छैन हो भनेपछि यो त बालेन्द्र शाहले हेरेर कि पोस्ट हाल्नु पर्ने अब यहाँ दुधतिर लगाइरहेको यो त चाउँछ त्यो अखात बस्नु